उसको चाहिँ खुट्टो बिरामी हो, हिँड्नै नसक्ने भइरह, एउटा औँला सुन्नेर के भयो हो, अनि हिँड्न नसके भएर देउरालीले बोकेर लाग्दै नि यहाँ मलाई के खुवाउन आइरह के हो कसलाई त्यो हातमा लिएर कसलाई अब आफू खाऊँ भने अलि रुचेन गाइस मैले यस्तो खाइदिन्छु हेलो हाई नमस्ते स्वागत छ मेरो युट्युब च्यानल सुगारिका विशाल ब्लगमा। आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदमै आरामै छु। अनि हिजो चाहिँ भ्लग पनि बनाउन पाएन, अनि सो त्यही हो, आज चाहिँ फेरि पुनः उपस्थित भइसकेको छु भ्लगमा रहेछ आज। अनि आजको काम चाहिँ हाम्रो यता कोदो टिप्ने काम भइरहेछ, भट्टाभट रहेछ आज। हिजो नि टिप्या हो यतातिर चाहिँ, यति यहाँबाट उ त्यहाँ आइपुगेछ छेउछेउ कोदो टिप्दै। अब आज यहाँबाट सेट लाएर तलतिर लाने, आज लगभग सघाउनु पर्छ। यता हाम्रो नानी, हेलो स्वागत छ मेरो भ्लगमा, नमस्ते। यो चाहिँ हाम्रो आलुबारी, आलुमा फेरि पनि बिख हाल्ने बेला भइसक्यो। यस्तो दामी देखायो आलु त अहिले त। कहिले कहिले त्यसो भने हेर्नै मन लाग्छैन तरुनी। अब यसरी ठडाइराख्न मिल्दैन, के गर्नु साथीहरू, यस्तै हो, टिप्नु पर्यो एउटा हातले दुईटा हातले। मोबाइल ठडाइराख्ने मान्छे छैन, स्ट्यान्ड पनि छैन। अनि सो त्यही हो, बेला बेला देखाउने छु के गर्छौँ। आज चाहिँ केही छैन काम, यही कोदो टिप्ने काम मात्रै हो। अब देखाइरहन फुर्सद छैन। अर्को हाम्रो खेतालो नानी यता आइपुग्यो। ए खेतालो होइन रहेछ है, देउरानी पो रहेछ। हेलो स्वागत छ मेरो भ्लगमा। कहिलेकाहीँ कन्फ्युज हुन्छ कि। नमस्ते बिउले। नमस्ते। ओहो ओहो लजाइन नानी अर्को फेरि। यिनीहरूले फर्क्यो अन्त तेर्सो लाने कि तलतिर लाने? यो लडा टिप्नुपर्छ पहिला। यो त बसी बसी टिपिहाल्छ नि। यो त अहिले टिप्दैन पो। यति चाहिँ ढल्या छ हाम्रो, अरू चाहिँ सबै उभिया। यो ढल्या चाहिँ ढलेपछि टिप्ने पहिला हो, उभिया टिपौँ। सिधै यसो जाऊँ न, वहाँ छेड्ने त्यो पनि हुन्छ है, बिचमा बस्छ है। अनि फेरि यो टक्कर छेउको त्योसम्म त छैन, ऊ त्यहाँ आइपुग्यो खनायोमा। हामीले हिजो त्यो ठ्याक्कै उयो खनायो सिधा आइपुग्यो। त्यहाँ ठ्याक्कै यो छेड्ने, अनि त्यसपछि गर्ने के गर्ने कोदो टिप्ने काम गर्ने। यो चाहिँ हाम्रो अर्कै आन्टीको हो, त्यहाँ चाहिँ झारै झार्छ। खोइ कस्तो नराम्रो देखिँदैछ घामले यहाँ त। आजको मौसम चाहिँ यस्तो दामी छ अरे के। आज यहाँबाट हाम्रो हिमाल पनि देखिन्छ, खोइ यहाँबाट त नदेखिने रहेछ त यार। ऊ अलि राति खोइ यहाँ त छेक्या, अनि कहाँबाट देख्नु, खोइ रुखले छेक्या। ऊ त्यहाँ चाहिँ अलिकति टुप्पी मात्रै देखाएर रहेछ। ल साथीहरू, हामी चाहिँ अब कोदो टिप्न थाल्यौँ। कोदो टिप्नपट्टि लाग्यौँ, हेर्दै गर्ने होला। म देखाइरहने छु। अहिले चाहिँ अलिक फुर्सद छैन, अहिले एकछिनमा देखाउँछु फेरि भने कति टिप्यौँ भनेर म तपाईँहरूलाई देखाउँछु। आजको यो टार्गेट चाहिँ यति
यति सकाउने टार्गेट छ आजको। हेरौँ है त साथीहरू, म अहिले देखाउँछु तपाईँहरूलाई। यता हेर्नु गाइस, हाम्रो जोडी देउराली नानीले देउरलाई बोकेको बिरामी है। तर साथीहरू यहाँ खुट्टा बिरामी छ उसको, अनि हिँड्न नमिले भएर उसलाई चाहिँ बोक्नु पर्ने अवस्था। उसको चाहिँ खुट्टा बिरामी हो, हिँड्नै नसक्ने भइरहेको, एउटा औँला सुन्नेर के भयो अनि हिँड्न नसके भएर देउरालीले बोकेर लाग्दैछ टोइलेट। फाइनल्ली साथीहरू हाम्रो टार्गेट चाहिँ पुरा भएको छ रे, पुरा भइसकेको छ। अनि अहिले चाहिँ हामी खाजा साजा खाइवरी सक्यौँ। हामीले चाहिँ आजको टार्गेट चाहिँ पुरा गरिसक्यौँ। क्यामेरा चाहिँ के हो टिपेर सकायौँ, झ्याप पलाएर ट्यान ट्याडाङ जम्मै टिपेर सकायौँ। यो चाहिँ हाम्रो होइन है, माथिल्लोपट्टि चाहिँ अर्कै आन्टीको हो, टिपे छैन, झारै झार्छ। यति जति हाम्रो छुटिरहेछ है। सकायौँ साथीहरू, रात पनि पर्न लाग्यो। अनि सक्नु चाहिँ अघि नै सक्यो। अनि यहाँ मोबाइल थिएन मसँग होइन अरे क्या आज। अनि जे होस् आजको टार्गेट चाहिँ सकायौँ हामीले। आज यति यहाँको सक्ने भन्ने प्लान थियो नि त हाम्रो, यति चाहिँ सकायौँ साथीहरू। अबदेखि चाहिँ तलतिर अलिअलि बाँकी छ टिप्नुपर्ने, अलिकति बाँकी छ। अब भोलि एक दिनको लागि थियो, तर भोलि अर्कै प्लान छ साथीहरू। सो भोलि अलि टिपिन्छ। अनि यो रहेको छ आलु भइहाल्यो। अनि आलुको बिच बिचमा हामीले कस्तो अड्किन्छ हौ, आलुको बिच बिचमा मुला पनि छ, यहाँतिर पनि छ, माथितिर जम्मैतिर भलभलमा चाहिँ मुला हालेको छ हामीले। यस्तो दामी बाखा मुला चाहिँ। अब यस्तै हो, यहाँतिर चाहिँ सकाइसक्यो हामीले। अनि यहाँतिर चाहिँ बाँकी यति छ टिप्नलाई। अब यो अर्कै हो कि, यो चाहिँ भोलि टिप्ने यति बाँकी छ। अब यसलाई चाहिँ भोलि, आजलाई चाहिँ रात पर्यो साथीहरू। त्यहाँ मेरो भान्जा बाबु म भएको ठाउँमा आएको, त्यहाँ आलुको भित्र मलाई देखेर आएको। आलु भाँचिन्छ। म चाहिँ यहाँ अलिकति घाँस काट्यौँ भनेर आएको, जाडो भयो। घाँस त लगान त अघि नै लग्या हो, नकाटौँ होला, जाडो भइयो। सो त्यही हो साथीहरू, आजको काम चाहिँ हाम्रो यही कोदो टिप्ने काम मात्रै हो, अरू देखाउन पाइएन। दिनभरि लाएर कोदो टिपेर सकायौँ एक ठाउँको चाहिँ। अब एक ठाउँको अलिकति बाँकी छ, त्यसलाई चाहिँ हामी भोलि नभए पर्सि, भोलिलाई नभ्याएला पर्सि। यहाँतिर आलु पनि ठ्वाक ठ्वाक भाँचेछ यार, कसको काम होला यो आलु भाँचे। यस्तो ला झ्याप झ्याप कुल्झेर हिँडेछ यार यहाँतिर त। आलु दामी देखेछ यार हाम्रो। किन हिँडेको त्यहाँतिर सानो? यहाँ चाहिँ हाम्रो खेती, काउली बन्दाको खेती, अनि यहाँतिर मरेर कस्तो भइरहेछ। नहिँड न यहाँतिर चाहिँ मेरो काउली बन्दाको खेती छ। नगर न हौ, यिनीहरू दुईजना त हो। यहाँ चाहिँ मैले प्याजको बेर्न राखेको थियो साथीहरू, कस्तो भयो के भयो, उम्रे कि उम्रेन थाहा पत्तो छैन रे के। आज उम्रिन त उम्रे खा, यसलाई निकाल्ने बेला भयो हो कि के हो यार। ओहो बेला भएछ नि यार, दामी उम्रेछ नि।
आहा कस्तो मजाले उम्रेछ है बेला भइसकेछ यार यो चाहिँ मेरो लिएर राखेको प्याजको बेर्ना साथीहरू उम्रिसकेछ नगर न तिमीहरू चाहिँ यार है नि यार मामा भान्जा लड्यो फाइट खेल्यो अहिले हान्छ है फेरि साँच्चीकै अहिले अब लड्यो है ल जाऊ अब यहाँतिर मैले लसुन नि यहाँ मलाई के खुवाउन आइरह के हो कसलाई त्यो हातमा लिएर कसलाई अब आफै खाऊँ भने अलि रुचेन गाइस मैले यस्तो खुवाइदिन्छु मिठो पनि छ है गाइस मिठो फेरि मलाई मेरो देउरा नानीले यस्तो माया गर्छ कि बारीमा ल्याएर मलाई खुवाइरह मेरो माया लाग्छ र त्यस्तो लाग्छ नि के गर्नु लाग्नु परिहाल्यो नि आफ्नो दिदी जस्तै हो सर्यो सराप रहेछ क्या अरे ओए सराप्दै ल्याएर क्या अरे उल्टो परि गयो साथीहरू ल म चाहिँ अबदेखि यो भिडियोलाई अन्त्य गरौँ कि भनेको यहाँ नन्दले मलाई पनि देखाउनु पर्छ है भन्न खान्थ्यो त्यहाँ धारतिर मलाई पनि देखाउनु पर्छ है रे है म आउँछु त्यतै देखाउनलाई यता हेर दुईजनाको फाइट हेर्नु यहाँ अनि त्यो फाइट खेल्दै यो चेकचिक बनायो भने चाहिँ अनि प्याज त कत्रो भइसकेछ यसलाई त झिक्नु पर्यो साथीहरू ए प्याज त दामी भइसक्यो यार ढिला भइसकेछ नि यसलाई गर्नले त तिमीहरूले भनेको नै नमानेको सानो जिन्दगीमा पहिलोचोटि मैले राखेँ बेर्ना यस्तो मजाले उम्रेको छ यार मैले पोहोर पनि म आफैले राखेँ है यस्तो उम्रेको थिएन क्या परार पनि उम्रेको थिएन यसपालि चाहिँ जिन्दगीमा पहिलोचोटि बेर्ना दामी तालले उम्रेछ नमरेदेखि यो निकाल्ने बेला भएको त होला नि पराललाई है यस्तो भएर चाहिँ यस्तो मजाले उम्रेछ कि यसपालि चाहिँ यो उ भयो भने चाहिँ खत्रै हुन्छ खत्रै यिनीहरू दुईजनालाई चाहिँ भनेको कुरो मानेन है म खै यहाँ पो देखाउनु पर्छ त आलु त यास दामी छ होइन मुला छ यो भलभलमा मुला पनि छ साग पनि छ अब त्यहाँ अब कुल्चिनी भयो यता आऊ त दुईजना आऊ आऊ हालेर के रौ ल आऊ निखिल दाईहरू आऊ ल ल निखिल दाईहरू निखिल दाई यहाँतिर चाहिँ साग रायोको ए दामी भइरहेछ हाम्रो साग यहाँतिर यता मलाई देखाउन आउनु है भने होइन आफ्नो धन्दा फन्दामा व्यस्त जम्मैजना कोही यता कोही यता जागिर चलिरह नभए तलब पाक्दैन यताको
मेरो जागिर छुट्टै छ सबैको जागिर छुट्टै छुट्टै छ हाम्रो जागिर नभए तलब पाक्दैन बाबा यता जागिर जागिर जाडोमा चलिरह यस्तै हो हाम्रो चाहिँ सानामेनाहरू यति नै हो घाँस पनि केही छैन यही नल काटेर लिएर आयौँ साथीहरू त्यही हो अब साथीहरू आजलाई चाहिँ यति नै गर्नु पर्ला जस्तो लाग्यो होइन सो फेरि भन्न चाहन्छु अर्को भ्लगमा फेरि भेटिने छु सबैजनाले हेरिदिनु होला अनि सब्सक्राइब पनि गरिदिनु होला भन्नु हाम्रो भ्लगलाई सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर पनि गरिदिनु होला सबैजनाले माया गरिदिनु होला भन्दै आजलाई यति नै बाइ I love you सबैलाई बाई लभ यु सो मच बाइ भोलि भेट्नु